नमस्ते साथीहरू। सोच्नुहोस् त, यदि मैले तपाईलाई सोधे भने जीवनको सबैभन्दा ठूलो लगानी के हो भनेर। तपाईहरू मध्येमा धेरैले शेयर बजार, सुनिया त, घर जग्गा भन्नुहुन्छ होला। होइन बरु सबैभन्दा ठूलो लगानी तपाईँ आफै हो भन्दा तपाईँ छक्क पर्नुहुनेछ। तपाईँ सोच्न थाल्नुहुनेछ कि मानिस आफै कसरी लगानी बन्न सक्छ। यही वास्तविक सत्य हो। हरेक सफल व्यक्तिको सुरुवात एउटै बिन्दुबाट हुन्छ र त्यो बिन्दु हो आफूमाथि भरोसा गर्नु, आफूलाई निखार्नु र आफूलाई अझ राम्रो बनाउनु। संसारको कुनै पनि धनी र महान व्यक्तिले पहिले आफूलाई सुधार्न समय दिन्छ, पैसा लगाउँछ र मेहनत गर्छ। यो किताबले हामीलाई सिकाउँछ कि यदि तपाईँ आफ्नो वास्तविक मूल्य बढाउन चाहनुहुन्छ भने तपाईले बाहिरी चिजहरूमा होइन, बरु भित्री शक्तिहरूमा लगानी गर्नुपर्छ। वास्तविक पैसा त्यो होइन जुन तपाईँ ब्याङ्क खातामा राख्नुहुन्छ। वास्तविक पैसा त्यो हो जुन तपाईको दिमागमा, तपाईको अनुभवमा र तपाईको सिपमा जम्मा हुन्छ। लेखक भन्छन् कि जीवन परिवर्तन गर्ने पहिलो बाटो हो मानसिकतामा लगानी। हाम्रो सोचले नै हाम्रो सीमाहरू निर्धारण गर्छ। यदि सोच सानो छ भने सपनाहरू पनि साना हुन्छन् र यदि सोच ठूलो छ भने संसार पनि सानो लाग्न थाल्नेछ। यस किताबमा सबैभन्दा पहिले यो बताइएको छ कि मानिसले आफ्नो सोच कसरी परिवर्तन गर्न सक्छ र यसको लागि के गर्न आवश्यक छ। हरेक दिन आफ्नो दिमागमा राम्रा विचारहरू हाल्नु, हरेक दिन आफ्नो दिमागलाई यस्ता शब्दहरू सुनाउनु जसले तपाईलाई अगाडि बढ्ने हिम्मत दियोस्। यही सबैभन्दा ठूलो बानी हो जसले मानिसलाई भित्रैदेखि बलियो बनाउँछ। मानिलिनुहोस् तपाईसँग दुईवटा विकल्प छन्। पहिलो, तपाईँ आफ्नो समय र पैसा ती चिजहरूमा खर्च गर्नुहुन्छ जसले तपाईलाई केवल क्षणिक सुख दिन्छन्, जस्तै बिना कारणको रमाइलो, बेकारको सपिङ वा बिना सोची सम्झी महँगो फोनहरू किन्नु। दोस्रो विकल्प, तपाईँ त्यही समय र पैसा किताबहरूमा लगाउनुहुन्छ, कोर्सहरू किन्नमा लगाउनुहुन्छ, नयाँ सिप सिक्नमा लगाउनुहुन्छ र आफ्नो शरीर र दिमागलाई स्वस्थ बनाउनमा लगाउनुहुन्छ। अब सोच्नुहोस्, यी दुई बाटामध्ये कुनले तपाईलाई लामो दौडमा जीव बिलाउनेछ? जवाफ स्पष्ट छ। जो मानिस आफूमा लगानी गर्छ ऊ नै जीवनको दौडमा अगाडि बढ्छ। लेखकले एउटा गहिरो कुरा भनेका छन् कि पैसा सधैँ त्यस व्यक्तिसँग जान्छ जो आफूलाई राम्रो बनाउने कला जान्दछ। यदि तपाईँ दिनदिनै आफूलाई सुधारिरहनु भएको छ भने समयसँगै तपाईको मूल्य यति बढ्छ कि संसारले तपाईलाई नजरअन्दाज गर्न सक्दैन। यस किताबको पहिलो भागले हामीलाई यो बुझाउँछ कि हामीले किन सबैभन्दा पहिले आफूमा ध्यान दिनुपर्छ र आफूलाई सुधार्नुपर्छ। किनभने यदि हामी नै बलियो भएनौँ भने बाँकी सबै कुराहरू कमजोर हुनेछन्। जीवनको वास्तविक धन त्यही हो जुन तपाईको भित्र छ। बाहिरी धन जुनसुकै बेला खोसिन सक्छ, तर तपाईले आफ्नो भित्र बनाएको शक्तिलाई कसैले खोस्न सक्दैन। यही कारण हो कि वास्तविक लगानी सधैँ आफैमा गर्नुपर्छ। यो किताबले यही सत्यलाई गहिराईमा बुझाउँछ। लेखक भन्छन् कि जब मानिस जन्मिन्छ उसँग केही पनि हुँदैन, तर समयसँगै उसका लागि दुईवटा बाटा बन्छन्। पहिलो बाटो जहाँ उसले आफ्नो ऊर्जा, आफ्नो मेहनत र आफ्नो पैसा केवल ती चिजहरूमा लगाउँछ जुन अस्थायी छन्, जस्तै कपडा, गाडी, शोक र देखावटी। दोस्रो बाटो जहाँ उसले त्यही ऊर्जा आफ्नो ज्ञान, आफ्नो कौशल र आफ्नो स्वास्थ्यमा लगाउँछ। यही दोस्रो बाटोले मानिसलाई धनी पनि बनाउँछ र सन्तुष्ट पनि। सोच्नुहोस्, यदि तपाईँ हरेक दिन 1 घण्टा बिना कारण मोबाइल स्क्रोल गर्नुको सट्टा किताब पढ्नुभयो वा कुनै नयाँ सिप सिक्नुभयो भने 1 वर्षपछि तपाईको पहिचान कति परिवर्तन हुनेछ। यिनै साना साना लगानीले ठूला नतिजाहरू ल्याउँछन्। किताबमा भनिएको छ कि आफूमा लगानी गर्ने 4वटा ठूला स्तम्भहरू छन्। मन, माइन्ड। हाम्रो दिमागले नै हाम्रो जीवनको दिशा तय गर्छ। यदि सोचमा डर छ भने पाइलाहरू रोकिन्छन्। यदि सोचमा हिम्मत छ भने पाइलाहरू तेज हुन्छन्। यसै कारण हरेक दिन आफ्नो मनलाई सही विचारहरूले भर्नु आवश्यक छ। किताब पढ्नु, सकारात्मक मानिसहरूसँग भेट्नु, राम्रा शब्दहरू सुन्नु, यी सबै दिमागका लागि त्यस्तै हो जस्तो शरीरका लागि राम्रो खाना। लेखक भन्छन् कि मानिसले आफ्नो मनलाई प्रशिक्षित गर्न ध्यान
र जर्नलिङ डायरी लेखनको बानी बसाल्नुपर्छ। जब तपाईँ हरेक दिन आफ्ना विचारहरू लेख्नुहुन्छ तब तपाईँले बुझ्न सक्नुहुन्छ कि तपाईँको सोच कुन दिशामा गइरहेको छ र तपाईँले के परिवर्तन गर्नु जरुरी छ। सिप, स्किल। संसारले सधैँ त्यस व्यक्तिलाई महत्त्व दिन्छ जससँग सिप हुन्छ। केवल डिग्री हुनु पर्याप्त हुँदैन। वास्तविक शक्ति त्यो हो जुन तपाईँ व्यवहार। सिप, स्किल। संसारले सधैँ त्यस व्यक्तिलाई महत्त्व दिन्छ जससँग सिप हुन्छ। केवल डिग्री हुनु पर्याप्त हुँदैन। वास्तविक शक्ति त्यो हो जुन तपाईँ व्यावहारिक रूपमा गर्न सक्नुहुन्छ। यही कारण हो कि तपाईँले हरेक वर्ष एउटा नयाँ सिप सिक्ने लक्ष्य राख्नुपर्छ। चाहे त्यो सार्वजनिक भाषण होस्, चाहे लेखन होस्, चाहे डिजिटल सिप होस् वा कुनै व्यापारिक सिप। हरेक नयाँ सिपले बजारमा तपाईँको मूल्य कैयौँ गुणा बढाउँछ। लेखक एक उदाहरण दिन्छन्। एकजना मानिस थियो जसले वर्षौंसम्म केवल जागिर गर्यो तर कहिले नयाँ सिप सिकेन। ऊ जहाँको त्यहीँ रह्यो। अर्कोतर्फ उसको साथी हरेक वर्ष एउटा नयाँ सिप सिक्दै गयो। कहिले उसले सञ्चार कला सिक्यो, त्यसपछि वित्त, त्यसपछि नेतृत्व र बिस्तारै त्यही साथी कम्पनीको मालिक बन्यो। फरक यति मात्र थियो कि उसले आफूमा लगानी गर्न रोज्यो। स्वास्थ्य, हेल्थ। यदि शरीर नै बिरामी छ भने कुनै पनि सपना पूरा हुन सक्दैन। स्वास्थ्य सबैभन्दा ठुलो इन्जिन हो। यदि इन्जिन नै खराब भयो भने गाडी कतै जान सक्दैन। त्यसैले हरेक दिन व्यायाम गर्नु, राम्रो खाना खानु र पूरा निन्द्रा लिनु यी सबैभन्दा ठुलो लगानी हो। लेखक भन्छन् कि धनी बन्ने सपना देख्नुभन्दा पहिले स्वस्थ बन्ने सपना देख्नुहोस्, किनभने स्वास्थ्य बिना सबै कुरा सम्भव छैन। सञ्जाल, नेटवर्क। तपाईँको नेटवर्क नै तपाईँको नेटवर्थ हो। यदि तपाईँ सबै गुनासो गर्ने मानिसहरूको बीचमा हुनुहुन्छ भने तपाईँ पनि गुनासो गर्न थाल्नुहुनेछ। यदि तपाईँ ठुला सपना देख्ने मानिसहरूको बीचमा हुनुहुन्छ भने तपाईँ पनि ठुला सपना देख्न थाल्नुहुनेछ। यही कारण हो कि सही मानिसहरूसँग मित्रता गर्नु र उनीहरूको साथ लिनु आफूमा गरिएको सबैभन्दा ठुलो समयको लगानी हो। किताबले बताउँछ कि जब तपाईँ यी 4 क्षेत्रमा बिस्तारै सुधार गर्नुहुन्छ तब तपाईँको पहिचान एक सामान्य व्यक्तिबाट माथि उठेर एक मूल्यवान व्यक्तिमा परिणत हुन्छ र संसार आफैले तपाईँको प्रशंसा गर्न थाल्दछ। लेखक भन्छन् कि मानिसले हरेक दिन आफैलाई यो प्रश्न सोध्नुपर्छ, आज मैले आफूमा के लगानी गरेँ? यदि जवाफ मैले आज केही गरेन भन्ने छ भने बुझ्नुहोस् तपाईँले आफैलाई नराम्रो गर्दै हुनुहुन्छ। यदि जवाफ मैले केही नयाँ सिकेँ भन्ने छ भने यो तपाईँको भविष्यको लागि सबैभन्दा ठुलो फाइदा हुन सक्छ। लेखक एउटा धेरै गहिरो कुरा बताउँछन् कि मानिस अक्सर बाहिरी चिजहरूमा लाखौं खर्च गरिदिन्छ तर जब आफ्नै विकासको कुरा आउँछ तब हिचकिचाउँछ। कुनै नयाँ कोर्स गर्नमा वा कुनै किताब किन्नमा या त अडियो बुकहरू सुन्नमा उसलाई लाग्छ कि यो बेकारको खर्च हो। तर सत्य यो हो कि यिनै साना साना खर्चले सबैभन्दा ठुलो प्रतिफल दिन्छन्। मानिलिनुहोस् तपाईँ कुनै पार्टीमा जानुभयो, 5000 खर्च गर्नुभयो। त्यो रात त तपाईँलाई राम्रो लाग्नेछ तर भोलिपल्ट त्यो सब समाप्त हुनेछ। तर यदि तपाईँले त्यही 5000 कुनै किताब वा अनलाइन कोर्समा लगाउनु भयो भने त्यो ज्ञानले तपाईँको पुरै जीवन बदल्न सक्छ। यही हो वास्तविक लगानी। किताब भन्छ कि सफलता रातारात आउँदैन, बरु यो हरेक दिनका साना साना लगानीहरूको नतिजा हो। जस्तै किसानले बिउ रोपेर तुरुन्तै फलको आशा गर्दैन, त्यसैगरी जब तपाईँ आफूमा लगानी गर्नुहुन्छ नतिजाहरू बिस्तारै आउँछन्, तर जब आउँछन् जीवन नै बदलिदिन्छन्। समयमा लगानी। लेखक बताउँछन् कि समय सबैभन्दा ठुलो धन हो, किनभने पैसा हराए फेरि कमाउन सकिन्छ तर समय कहिल्यै फर्केर आउँदैन। त्यसैले यदि तपाईँ आफ्नो समय बेकारका चिजहरूमा खर्च गर्दै हुनुहुन्छ भने सोच्नुहोस् तपाईँ सबैभन्दा ठुलो घाटामा जाँदै हुनुहुन्छ। समयलाई सही ठाउँमा लगाउनु नै वास्तविक लगानी हो। यस किताबमा भनिएको छ कि हरेक व्यक्तिले आफ्नो दैनिक दिनचर्याको हिसाब राख्नुपर्छ कि दिनभरि उसले कहाँ कहाँ समय लगायो र त्यसपछि यो हेर्नुपर्छ कि त्यसमध्ये कति समय आफूलाई सुधार्नमा गयो र कति समय बेकारका कुराहरूमा बित्यो। यदि तपाईँ हरेक दिन केवल 1 घण्टा पनि आफ्नो विकासमा लगाउनुहुन्छ भने वर्षभरिमा तपाईँले 365 घण्टा आफूमा लगानी गरिसक्नु भएको हुनेछ र यही समयले
तपाईलाई अगाडि बढाउनेछ। पढाइ र किताबको लगानी। लेखक भन्छन् कि किताबहरू सबैभन्दा सस्तो र सबैभन्दा धनी बनाउने चिज हुन्। जो मानिसहरू पढ्छन् उनीहरू सबै नपढ्नेहरूभन्दा अगाडि बढ्छन्, किनभने किताबहरूले तपाईलाई त्यो अनुभव दिन्छन् जुन अरू कसैले वर्षौंको मेहनतबाट सिकेको हुन्छ। जब तपाईँ किताब पढ्नुहुन्छ तपाईँ उनीहरूको अनुभवलाई आफ्नो जीवनमा प्रयोग गर्नुहुन्छ र यही कुराले तपाईको यात्रालाई तीव्र बनाइदिन्छ। किताबमा एउटा उदाहरण दिइएको छ कि यदि तपाईँ हरेक महिना केवल एउटा किताब पढ्नुहुन्छ भने 10 वर्षमा तपाईसँग 120वटा किताबको ज्ञान हुनेछ र यही ज्ञानले तपाईलाई कुनै पनि भिडबाट अलग बनाइदिनेछ। डरलाई तोडेर लगानी। लेखक भन्छन् कि धेरै मानिसहरू आफूमा लगानी यसकारण गर्दैनन् किनभने उनीहरूलाई डर लाग्छ कि कतै यो मेहनत बेकार जाने त होइन, कतै यो कोर्स मेरो काम नलाग्ने त होइन, कतै यो किताबले मलाई केही नयाँ नसिकाउने पो हो कि। तर यही डरले उनीहरूलाई पछाडि धकेल्छ। वास्तविक मानिस त्यही हो जो बिना सोची हाम फाल्छ र सिक्ने प्रक्रियालाई अपनाउँछ। किताब भन्छ कि यदि तपाईलाई लाग्छ कि आफूमा गरिएको लगानीले काम गरेन भने आत्तिनु पर्दैन, किनभने त्यसले सिधै तपाईको करियरमा मद्दत नगरे पनि त्यसले तपाईको सोच्ने र बुझ्ने तरिकालाई परिवर्तन गरिदिन्छ र यही परिवर्तनले पछि गएर ठूलो फाइदा दिन्छ। साना जितहरूको लगानी। लेखक भन्छन् कि जब तपाईँ आफूमा लगानी गर्नुहुन्छ तुरुन्तै ठूलो परिवर्तनको आशा नगर्नुहोस्, बरु साना साना जितहरूको आनन्द लिनुहोस्। यदि तपाईले एउटा नयाँ बानी बसाल्नुभयो, यदि तपाईले एउटा नयाँ किताब पढेर सक्नुभयो, यदि तपाईले एउटा नयाँ सिप सिक्नुभयो भने यसलाई सानो जित मान्नुहोस् र आफैलाई स्याबासी दिनुहोस्, किनभने यिनै साना जितहरू मिलेर एक दिन ठूलो सफलता बन्नेछन्। मानिसहरूबाट सिक्ने लगानी। किताबमा यो पनि भनिएको छ कि आफूमा लगानी गर्नुको मतलब किताब पढ्नु र कोर्स गर्नु मात्र होइन, बरु राम्रा मानिसहरूसँग भेट्नु र उनीहरूको अनुभवबाट सिक्नु पनि हो। एउटा राम्रो कुराकानीले कहिलेकाहीँ पुरै किताबभन्दा बढी असर पार्न सक्छ। यही कारण हो कि तपाईले सधैँ यस्ता व्यक्तिहरूको खोजी गर्नुपर्छ जसबाट तपाईले केही सिक्न सक्नुहुन्छ। यदि तपाईसँग यस्ता साथीहरू छन् जो मिहिनेती छन्, जसको दृष्टिकोण सकारात्मक छ र जसले तपाईलाई प्रेरित गर्छन् भने बुझ्नुहोस् तपाईले सही नेटवर्क बनाइसक्नु भएको छ। यो नेटवर्कले तपाईको सोचलाई उच्च बनाउनेछ र तपाईलाई नयाँ दिशा दिनेछ। लक्ष्यमा लगानी। लेखक भन्छन् कि मानिसले सधैँ आफ्ना लक्ष्यहरूमा पनि लगानी गर्नुपर्छ। यसको मतलब यो हो कि जब तपाईसँग कुनै सपना हुनेछ त्यसको लागि योजना बनाउनुहुन्छ, त्यसमा मेहनत गर्नुहुन्छ र समय दिनुहुन्छ। यदि तपाईसँग कुनै लक्ष्य नै छैन भने तपाईको लगानी पनि अर्थहीन हुनेछ। यही कारण हो कि हरेक बिहान आफ्ना सपनाहरू लेख्नुहोस्, तिनीहरूलाई आफ्ना दिमागमा स्पष्ट पार्नुहोस् र त्यसपछि दिनभरि तिनका लागि साना साना कदमहरू चाल्नुहोस्। यही नै वास्तविक लगानी हो जसले तपाईलाई त्यहाँ पुर्याउनेछ जहाँ तपाईँ पुग्न चाहनुहुन्छ। आलस्य र ढिलाइ गर्ने बानी विरुद्ध लगानी। किताब भन्छ कि मानिसको सबैभन्दा ठूलो शत्रु उसको आलस्य र ढिलाइ गर्ने बानी हो। जब पनि सिक्ने वा आफूलाई सुधार्ने मौका मिल्छ दिमागले भन्छ भोलि गरौँला, अहिले आराम गरौँ। यही भोलि कहिले आउँदैन र मानिस जहाँको त्यही रहन्छ। यदि तपाईँ साँच्चै आफूमा लगानी गर्न चाहनुहुन्छ भने तपाईले यो आलस्यको साङ्लो तोड्नुपर्छ। लेखक बताउँछन् कि ढिलाइ गर्ने बानीलाई हराउने सबैभन्दा सजिलो तरिका हो तुरुन्तै सुरुवात गर्नु, चाहे त्यो काम जतिसुकै सानो किन नहोस्। यदि तपाईले पहिलो कदम उठाइसक्नुभयो भने बाँकी कदमहरू आफै सजिलो हुँदै जान्छन्। यही नै लगानीको सुरुवात हो। अनुशासनमा लगानी। किताबमा भनिएको छ कि अनुशासन कुनै पनि व्यक्तिको सबैभन्दा ठूलो पुँजी हो। यदि तपाईँ हरेक दिन आफ्नो लागि नियम बनाउनुहुन्छ र तिनलाई पालना गर्नुहुन्छ भने बिस्तारै तपाईको भित्र आत्मविश्वास बढ्छ र तपाईँ कुनै पनि कठिनाइसँग लड्न सक्नुहुन्छ। यही कारण हो कि सफल मानिसहरू हरेक हालमा अनुशासन कायम राख्छन्। लेखक भन्छन् कि अनुशासनलाई बलियो बनाउनका लागि साना साना नियमहरू बनाउनुहोस्, जस्तै बिहान चाँडै उठ्नु, व्यायाम गर्नु, दिनभरिको काम पहिले नै तय गर्नु, मोबाइलमा बेकारको समय कम खर्च गर्नु। यी सबै सुन्दा साधारण लाग्छन्, तर यिनै बानीहरूले समयसँगै मिलेर ठूलो परिवर्तन ल्याउँछन्। पैसाको लगानी। आफूमा लगानी गर्नुको मतलब यो पनि हो कि तपाईले आफ्नो पैसालाई समझदारीपूर्वक प्रयोग गर्नुहुनेछ। जब पनि तपाईसँग अतिरिक्त पैसा हुनेछ, तपाईँ सोच्नुहुनेछ
के यो पैसा कुनै यस्तो चिजमा लगाउन सकिन्छ जसले मलाई भविष्यमा अझ शक्तिशाली बनाउन सक्छ? लेखक भन्छन् कि पैसा खर्च गर्नु अघि सधैँ यो प्रश्न सोध्नुहोस्, के यो चिजले मेरो विकासमा मद्दत गर्नेछ? यदि हो भने खर्च गर्नुहोस्, होइन भने बचत गर्नुहोस्। किताबले हामीलाई सिकाउँछ कि यदि तपाईँ हरेक महिना आफ्नो कमाइको एक हिस्सा केवल आफ्नो शिक्षा र सुधारका लागि बचाउनुहुन्छ भने बिस्तारै तपाईँ अरूभन्दा धेरै अगाडि बढ्नुहुनेछ। आत्मविश्वासमा लगानी। लेखक भन्छन् कि आत्मविश्वास त्यो शक्ति हो जसले तपाईँलाई अँध्यारोमा पनि बाटो देखाउँछ। यदि तपाईँसँग आत्मविश्वास छ भने तपाईँ हरेक समस्याको समाधान खोज्नुहुनेछ। तर यदि आत्मविश्वास छैन भने सजिलो बाटो पनि गाह्रो लाग्न थाल्नेछ। त्यसैले आफूमाथि विश्वास गर्नु पनि सबैभन्दा ठूलो लगानी हो। आत्मविश्वास बढाउने सबैभन्दा सजिलो तरिका यो हो कि तपाईँ हरेक दिन साना साना कामहरू पुरा गर्नुहोस् र आफूसँग गरेको बाचा निभाउनुहोस्। जब तपाईँ आफूसँग गरेको बाचा पुरा गर्नुहुनेछ, तपाईँको भित्र भरोसा जग्नेछ, त यही भरोसाले बिस्तारै ठूला सपनाहरू पुरा गर्ने शक्ति दिनेछ। असफलताबाट सिक्ने लगानी। किताबले हामीलाई यो पनि सिकाउँछ कि आफूमा लगानी गर्नुको मतलब असफलतासँग डराउनु होइन, बरु त्यसबाट सिक्नु हो। हरेक पटक जब तपाईँ लड्नुहुन्छ, तपाईँसँग दुईवटा विकल्प हुन्छन्, कि त हार मान्नुहोस् वा लड्दा पाएको पाठलाई बुझेर फेरि उठ्नुहोस्। लेखक भन्छन् कि असफलता वास्तवमा सबैभन्दा ठूलो शिक्षक हो। यसले तपाईलाई त्यो कुरा सिकाउँछ जुन अरू कसैले सिकाउन सक्दैन। यदि तपाईँ हरेक असफलतालाई एक पाठको रूपमा लिनुहुन्छ भने तपाईँ हरेक पटक अझ बलियो बन्दै जानुहुनेछ र यही नै वास्तविक लगानी हो। लामो सोचको लगानी। लेखक बताउँछन् कि आफूमा गरिएको लगानी सधैँ लामो सोचका साथ गर्नुपर्छ। यदि तपाईँ छिटो छिटो नतिजा चाहनुहुन्छ भने तपाईँ निराश हुनुहुनेछ, तर यदि तपाईँ धैर्य राख्नुहुन्छ भने समयले तपाईलाई सबैभन्दा ठूलो फल दिनेछ। त्यसैले हरेक दिन थोरै थोरै आफूमाथि काम गर्दै रहनुहोस् र भरोसा राख्नुहोस् कि आउने समयले तपाईलाई त्यसको सही फल दिनेछ। किताबमा एक उदाहरण दिइएको छ कि एक केटा हरेक दिन केवल आधा घण्टा किताब पढ्थ्यो। सुरुमा उसलाई लाग्थ्यो कि यो समय बर्बाद भइरहेको छ, तर 2 वर्षपछि त्यही केटाले यति धेरै ज्ञान आर्जन गरिसकेको थियो कि मानिसहरू उसँग सल्लाह लिन आउन थाले। उता उसका साथीहरू जो केवल समय बर्बाद गर्थे, जहाँका त्यहीँ रहे। फरक यति मात्र थियो कि उसले आफूमाथि हरेक दिन केवल आधा घण्टा लगानी गर्यो र बाँकीले गरेनन्। भाग 2, लगानी एक जीवनशैली। किताबको दोस्रो भागले हामीलाई अझ गहिराईमा लैजान्छ। यहाँ लेखक बताउँछन् कि आफूमा लगानी गर्नु केवल एक बानी होइन, बरु एक जीवनशैली हो। यो सोचले हरेक पल तपाईको निर्णयहरूलाई बदलिदिन्छ। जब कुनै मौका तपाईको अगाडि आउँछ, तपाईले आफैलाई सोध्नुपर्छ, के यसले मलाई अगाडि बढाउनेछ वा पछाडि तान्नेछ? यदि जवाफ अगाडि लैजानेछ भन्ने छ भने त्यसमा समय र पैसा दुवै खर्च गर्नुहोस्। यही नै वास्तविक लगानी हो, सिकिरहने लगानी। लेखक भन्छन् कि मानिसले कहिले पनि यो सोच्नु हुँदैन कि अब सब सिकिसके, अब केही नयाँ छैन, किनभने संसार यति तीव्र गतिमा परिवर्तन भइरहेको छ कि यदि तपाईँ रोकिनुभयो भने पछाडि छुट्नुहुनेछ। जो मानिस सिक्न बन्द गर्छ उसको विकास त्यहीँ समाप्त हुन्छ, जबकि जो मानिस सधैँ सिकिरहने बानी बसाल्छ ऊ हर समय अगाडि बढ्दै जान्छ। त्यसैले हरेक दिन केही नयाँ सिक्ने बानी बसाल्नुहोस्, चाहे त्यो एउटा नयाँ शब्द होस् वा एउटा नयाँ विचार वा कुनै नयाँ क्षेत्रको सानो ज्ञान। सुरुवात सानो लागे पनि यिनै साना सिकाइहरू मिलेर तपाईलाई ठूलो मानिस बनाउनेछ। सोचमा लगानी। किताबमा बताइएको छ कि तपाईको सोचले नै तपाईको सीमा तय गर्छ। यदि तपाईँ मान्नुहुन्छ कि तपाईँ यो काम गर्न सक्नुहुन्न भने चाहे तपाईसँग सबै साधनहरू किन नहुन्, तपाईँ हार्नुहुनेछ। तर यदि तपाईँ सोच्नुहुन्छ कि म गर्न सक्छु भने चाहे साधन कम होस्, तपाईले बाटो खोजिहाल्नुहुनेछ। यही कारण हो कि सबैभन्दा पहिलो लगानी सधैँ आफ्नो सोचलाई ठूलो बनाउनमा गर्नुपर्छ। लेखक भन्छन् कि आफ्नो सोचलाई ठूलो बनाउनका लागि आफैलाई यो प्रश्न सोध्नुहोस्, मैले आफ्ना सपनाहरूलाई किन सानो बनाऊँ? जब संसार यति ठूलो छ, मेरा सपनाहरू पनि ठूला हुनुपर्छ। यदि कसैले इतिहासमा नाम बनाएको छ भने म किन बनाउन सक्दिनँ? बानीमा लगानी। लेखक बताउँछन् कि मानिसको बानीले नै उसको भाग्य तय गर्छ। यदि तपाईको बानी कमजोर छ भने चाहे तपाईको इरादा जतिसुकै बलियो होस्, तपाईँ चिप्लनुहुनेछ।
तर यदि तपाईँको बानी बलियो छ भने चाहे परिस्थिति जतिसुकै कठिन किन नहोस् तपाईँ डटिरहनुहुनेछ। यही कारण हो कि आफूमा लगानी गर्ने सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो आफ्ना बानीहरूलाई बलियो बनाउनु। बिहान चाँडै उठ्नु, हरेक दिन व्यायाम गर्नु, नियमित पढाइ गर्नु, समयमा सुत्नु र हरेक दिन आफ्ना लक्ष्यहरू लेख्नु। यी सबै बानीहरूले तपाईँलाई बिस्तारै त्यो व्यक्तिमा परिणत गरिदिन्छन् जो तपाईँ बन्न चाहनुहुन्छ। आत्मअनुशासनमा लगानी। किताब बताउँछ कि आत्मअनुशासनको मतलब हो कि तपाईँ त्यही काम गर्नुहोस् जुन सही छ, चाहे तपाईँको मन लागोस् वा नलागोस्। यदि तपाईँलाई सफलता चाहिन्छ भने तपाईँले यो कला सिक्नै पर्छ, किनभने मन सधैँ सजिलो बाटोतिर भाग्छ र सजिलो बाटो कहिल्यै सफलतासम्म पुर्याउँदैन। त्यसैले लेखक भन्छन् कि आफूमा यति लगानी गर्नुहोस् कि तपाईँको अनुशासन यति बलियो होस् कि तपाईँले आफ्नो मनलाई नियन्त्रण गर्न सक्ने। यही अनुशासनले सफल र असफल मानिसमा फरक पैदा गर्दछ। जीवनका अन्य महत्त्वपूर्ण लगानीहरू। सकारात्मकतामा लगानी। लेखक भन्छन् कि नकारात्मक सोच मानिसको सबैभन्दा ठूलो शत्रु हो। यदि तपाईँ बारम्बार यही सोच्नुहुन्छ कि मैले गर्न सक्दैन वा मेरो भाग्य खराब छ भने तपाईँको मिहिनेत पनि आधा रहन्छ। त्यसैले हरेक दिन सकारात्मकतामा लगानी गर्नु आवश्यक छ। आफ्नो वरपर यस्ता मानिसहरू राख्नुहोस् जसले तपाईँलाई प्रेरणा दियोस्। यस्ता शब्दहरू बोल्नुहोस् जसले तपाईँलाई शक्ति दियोस् र यस्ता कुराहरू सुन्नुहोस् जसले तपाईँलाई अगाडि बढाइदियोस्। यही नै वास्तविक सकारात्मक लगानी हो। समय व्यवस्थापनमा लगानी। किताब भन्छ कि समयलाई सम्हाल्नु सबैभन्दा ठूलो लगानी हो। यदि तपाईँ समयलाई सही ढङ्गले उपयोग गर्नुहुन्न भने चाहे तपाईँसँग जतिसुकै प्रतिभा होस् त्यो बेकारमा जानेछ। लेखक बताउँछन् कि हरेक दिन एक नयाँ योजना बनाउनुहोस्। सबैभन्दा महत्त्वपूर्ण कामहरू पहिले गर्नुहोस् र बेकारका कामहरूलाई हटाउनुहोस्। यही तरिकाले तपाईँलाई अगाडि लैजानेछ। कठिनाइमा लगानी। लेखक बताउँछन् कि जब पनि कठिन परिस्थिति आउँछ त्यसलाई बोझ सम्झनुको सट्टा एक लगानी सम्झनुहोस्, किनभने हरेक कठिनाइले तपाईँको लागि एक पाठ लुकाएको हुन्छ। यदि तपाईँले त्यो पाठ सिक्नुभयो भने त्यही कठिनाइ तपाईँको शक्ति बन्छ। वास्तविक सफलता त्यही व्यक्तिले पाउँछ जसले हरेक कठिनाइलाई एक अवसर मान्छ। सपनामा लगानी। किताब भन्छ कि मानिसले आफ्ना सपनाहरूमा पनि हरेक दिन लगानी गर्नुपर्छ। यदि तपाईँसँग कुनै सपना छ भने त्यसको लागि हरेक दिन साना कदमहरू उठाउनुहोस्। सपना केवल सोचेर पुरा हुँदैनन्, किनमा मिहिनेत गर्नुपर्छ र हरेक दिन थोरै थोरै मिहिनेत गर्नु नै सबैभन्दा ठूलो लगानी हो। सफल मानिसहरूबाट सिक्ने लगानी। लेखक बताउँछन् कि जब पनि मौका मिल्छ सफल मानिसहरूका कथाहरू पढ्नुहोस्। उनीहरूबाट सिक्नुहोस् र बुझ्नुहोस् कि उनीहरूले कसरी आफूमा लगानी गरे। जब तपाईँ उनीहरूको यात्रा हेर्नुहुन्छ, बुझ्नुहुन्छ, तपाईँलाई थाहा हुन्छ कि कुनै पनि सफलता एक रातमा मिलेको होइन। सबैले आफूमाथि वर्षौंसम्म मिहिनेत गरे र तब गएर सफलता पाए। धैर्यमा लगानी। लेखक भन्छन् कि आफूमा लगानी गर्दा धैर्य सबैभन्दा ठूलो पुँजी हो, किनभने अक्सर मानिसहरू सुरुवात त गर्छन् तर केही दिनमै हार मान्छन्। यदि तुरुन्तै नतिजा मिलेन भने निराश हुन्छन्। तर वास्तविक लगानीकर्ता त्यही हो जसले पर्खन जान्दछ, जो बिउ रोपेपछि हरेक दिन पानी दिन पनि जान्दछ अनि धैर्य राख्छ कि एक दिन फल आउनेछ भनेर। यही नियम जीवनमा पनि लागू हुन्छ। जब तपाईँ आफूमा लगानी गर्दै हुनुहुन्छ फल पनि समय लिएर आउनेछ। सम्बन्धमा लगानी। किताबमा बताइएको छ कि सम्बन्ध पनि मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो। यदि तपाईँ सही मानिसहरूसँग जोडिनु भएको छ भने उनीहरूले तपाईँलाई हरेक कठिनाइमा शक्ति दिनेछन्। तर यदि तपाईँको वरपर गलत मानिसहरू छन् भने उनीहरूले तपाईँको ऊर्जा खाइदिनेछन्। त्यसैले आफ्ना सम्बन्धहरूमा पनि ध्यान दिनु आवश्यक छ। राम्रा मानिसहरूसँग गहिरो सम्बन्ध बनाउनुहोस् र खराब मानिसहरूबाट दूरी राख्नुहोस्। यही नै वास्तविक लगानी हो। आत्मज्ञानमा लगानी। लेखक बताउँछन् कि आफूलाई चिन्नु सबैभन्दा ठूलो लगानी हो, किनभने जबसम्म तपाईँले आफूलाई बुझ्नुहुन्न तबसम्म तपाईँले संसारलाई बुझ्न सक्नुहुन्न। यदि तपाईँलाई आफ्नो शक्ति के हो, आफू केमा सक्षम छु, केमा कमजोर छु भन्ने थाहा छैन भने तपाईँले सही निर्णय लिन सक्नुहुन्न। त्यसैले हरेक दिन थोरै समय आफूलाई बुझ्नमा लगाउनुहोस्। आफ्ना विचारहरू लेख्नुहोस्, आफ्ना सपनाहरू चिन्नुहोस्। यही आत्मज्ञानले तपाईँको दिशा तय गर्नेछ। अनुभवमा लगानी।
लेखक बताउँछन् कि अनुभव पनि एक लगानी हो। यदि तपाईँ नयाँ नयाँ अनुभव लिनुहुन्छ, नयाँ ठाउँ जानुहुन्छ, नयाँ मानिसहरूसँग भेट्नुहुन्छ र नयाँ चिजहरू प्रयास गर्नुहुन्छ भने तपाईँको दिमाग खुल्छ र तपाईँ एक ठूलो मानिस बन्नुहुन्छ। तर यदि तपाईँ सधैँ एउटै दायरामा रहनुहुन्छ भने तपाईँको सोच सीमित रहन्छ। स्वास्थ्यमा गहिरो लगानी। लेखक फेरि दोहोऱ्याउँछन् कि स्वास्थ्य सबैभन्दा ठूलो धन हो। यदि शरीरले नै साथ दिएन भने तपाईँको सम्पूर्ण मिहिनेत बेकार हुनेछ। त्यसैले हरेक दिन कम्तीमा आधा घण्टा व्यायाम गर्नु, सही खानपान अपनाउनु र मनलाई शान्त राख्नु यी सबै आवश्यक छन्। याद राख्नुहोस् कि बिरामी शरीरले तपाईँलाई कहिल्यै धनी बनाउन सक्दैन। सिकाइलाई लागू गर्ने लगानी। किताबमा बताइएको छ कि केवल सिक्नु मात्र पर्याप्त छैन, बरु त्यसलाई लागू गर्नु पनि आवश्यक छ। धेरै मानिसहरू किताब पढ्छन्, कोर्स गर्छन्, तर तिनलाई जीवनमा प्रयोग गर्दैनन्। यस्ता मानिसहरू सधैँ पछाडि रहन्छन्। वास्तविक फरक तब पर्छ जब तपाईँले सिकेका कुराहरूलाई व्यवहारमा ल्याउनुहुन्छ। भविष्यमा लगानी। लेखक भन्छन् कि जो मानिस आफ्नो भविष्यका लागि योजना बनाउँछ उसले नै साँच्चै लगानी गर्छ। त्यसैले आफ्ना सम्बन्धहरूमा पनि ध्यान दिनु आवश्यक छ। राम्रा मानिसहरूसँग गहिरो सम्बन्ध बनाउनुहोस् र खराब मानिसहरूबाट दूरी राख्नुहोस्। यही नै वास्तविक लगानी हो। एक महिला थिइन् जसले हरेक महिना आफ्नो कमाइको थोरै हिस्सा कोर्स र किताबहरूमा खर्च गरिन्। बिस्तारै उनीसँग यति धेरै ज्ञान भयो कि उनले आफ्नो छुट्टै व्यवसाय सुरु गरिन्। उता उनका साथीहरू जसले पैसा केवल देखावटीमा लगाए, उनीहरू आज पनि जागिर गरिरहेका छन्। यही फरक हो आफूमा लगानी र बाहिरी कुरामा लगानी। यही फरक हो आफूमा लगानी र बाहिरी कुरामा लगानीमा। साँचो स्वतन्त्रताको लगानी लेखक भन्छन् कि जब तपाईँ आफूमा लगानी गर्नुहुन्छ तब तपाईँलाई वास्तविक स्वतन्त्रता मिल्छ। किनभने तब तपाईँ अरू कसैमा निर्भर रहनुहुन्न। तपाईँ आफै निर्णय लिन सक्नुहुन्छ, आफ्नै बाटो बनाउन सक्नुहुन्छ र यही नै वास्तविक स्वतन्त्रता हो। जीवनको यात्रा र वास्तविक लगानी। जीवन एक यात्रा हो जसमा हरेक मोडमा हामीले नयाँ निर्णयहरू लिनुपर्छ र हरेक निर्णय वास्तवमा एक लगानी हो। मानिसहरू अक्सर सोध्छन् कि लगानी केवल पैसासँग सम्बन्धित हुन्छ, तर वास्तविक लगानी त्यो हो जुन हामी आफ्नो समय, आफ्नो ऊर्जा, आफ्नो विचार र आफ्नो मिहिनेतमा गर्छौँ। यही नै सबैभन्दा ठूलो लगानी हो। यस किताबले हामीलाई यो सिकाउँछ कि यदि हामी आफ्नो जीवनलाई एक शानदार कृति बनाउन चाहन्छौँ भने हामीले यो बुझ्नुपर्छ कि आत्मलगानी बिना कुनै पनि सफलता स्थायी हुँदैन। सिक्नु। संसारको सबैभन्दा ठूलो शक्ति ज्ञान हो। यदि तपाईसँग धेरै पैसा छ तर ज्ञान छैन भने त्यो पैसा तपाईको हातबाट फुत्किनेछ। तर यदि तपाईसँग ज्ञान छ, समझ छ र सही सोच छ भने तपाईँ पैसा र सफलता दुवै पटक पटक हासिल गर्न सक्नुहुन्छ। यही कारण हो कि किताबले भन्छ कि हरेक दिन केही नयाँ सिक्नुहोस्, आफ्नो सोचलाई अपडेट गर्नुहोस्, आफ्नो दिमागलाई पुरानो सीमाहरूबाट बाहिर निकाल्नुहोस्। किताबमा एउटा कुरा धेरै गहिरो भनिएको छ कि जब मानिसले नयाँ सिप सिक्छ उसले वास्तवमा आफ्नो लागि नयाँ ढोकाहरू खोल्छ। उदाहरणका लागि यदि कुनै व्यक्ति बोल्न सिक्छ भने उसको लागि अवसरहरूको एक नयाँ संसार खुल्छ। यदि कोही लेख्न सिक्छ भने उसले आफ्ना विचारहरू लाखौँ मानिसहरूसम्म पुर्याउन सक्छ। यदि कुनै व्यक्ति डिजिटल सिपहरू सिक्छ भने आजको संसारमा उसले आफ्नो लागि नयाँ कमाइका बाटा बनाउन सक्छ। यसको मतलब यो हो कि आत्मलगानीको पहिलो नियम हो सिक्ने भोक कहिल्यै समाप्त नगर। समयको लगानी। अक्सर मानिसहरू सोध्छन् कि पैसा सबैभन्दा मूल्यवान चिज हो, तर वास्तवमा सबैभन्दा मूल्यवान चिज हो समय। पैसा हराएर फेरि कमाउन सकिन्छ, तर समय कहिल्यै फर्केर आउँदैन। यही कारण हो कि यस किताबमा पटक पटक भनिएको छ कि आफ्नो समयलाई समझदारीपूर्वक लगाउनुहोस्। यदि तपाईँ आफ्नो समय बेकारका चिजहरूमा खेर फाल्दै जानुहुन्छ भने तपाईँले आफ्ना वास्तविक सम्भावनाहरू कहिल्यै हासिल गर्न सक्नुहुन्न। किताब भन्छ कि समयलाई 3 भागमा बाँड्नुहोस्। पहिलो हिस्सा हो सिक्न र आफूलाई राम्रो बनाउनका लागि। दोस्रो हिस्सा हो काम गर्न र आफ्नो लक्ष्य हासिल गर्नका लागि। तेस्रो हिस्सा हो आराम गर्न र आफूलाई रिचार्ज गर्नका लागि। किनभने यदि मानिसले केवल काम मात्र गर्यो र सिक्न र आराम गर्न बिर्सियो भने उसको ऊर्जा बिस्तारै समाप्त हुनेछ र ऊ टुट्नेछ। त्यसैले सन्तुलन धेरै महत्त्वपूर्ण छ। सम्बन्धमा लगानी। अब आउँछौँ अर्को महत्त्वपूर्ण लगानीमा र त्यो हो सम्बन्धहरूमा गरिएको लगानी। यस किताबको भनाइ छ कि मानिस एक्लै केही गर्न सक्दैन, उसले सधैँ अरूको साथ मिलेर काम गर्नुपर्छ। यदि तपाईँ आफ्नो वरपर सही मानिसहरू राख्नुहुन्छ भने
उनीहरूले तपाईँलाई प्रेरित गर्नेछन् र तपाईँको सपनासम्म पुग्न मद्दत गर्नेछन्। तर यदि तपाईँको वरपर नकारात्मक मानिसहरू छन् भने उनीहरूले तपाईँको ऊर्जा खिच्नेछन् र तपाईँलाई आफ्नो बाटोबाट भट्काइदिनेछन्। त्यसैले आफूमा लगानी गर्नुको मतलब यो पनि हो कि तपाईँले यो तय गर्नुहोस् कि तपाईँसँग कुन सम्बन्ध राख्ने र कुन नराख्ने। स्वास्थ्यमा आँकमा लगानी। यस किताबको एक हिस्साले हामीलाई यो पनि बताउँछ कि स्वास्थ्य पनि सबैभन्दा ठूलो आँकमा लगानी हो। यदि तपाईँ बिरामी हुनुहुन्छ भने संसारको सारा पैसा र सफलता तपाईँको काम लाग्दैन। तर यदि तपाईँ स्वस्थ हुनुहुन्छ भने तपाईँ हरेक सपना पूरा गर्न सक्नुहुन्छ। त्यसैले आफ्नो शरीरको ख्याल राख्नु एक जिम्मेवारी हो। दैनिक व्यायाम गर्नु, सन्तुलित भोजन गर्नु र आफ्नो मनलाई शान्त राख्नका लागि ध्यान गर्नु, यी सबै आत्मलगानीका हिस्सा हुन्। आत्मविश्वासमा लगानी। किताब भन्छ कि जब मानिसले आफूमाथि विश्वास गर्न सुरु गर्छ तब नै उसको वास्तविक यात्रा सुरु हुन्छ। आत्मविश्वास पैदा गर्नु कुनै एक दिनको काम होइन। यो हरेक दिन आफूमाथि गरिएको लगानीको परिणाम हो। जब तपाईँ नयाँ सिप सिक्नुहुन्छ, जब तपाईँ आफ्नो डरको सामना गर्नुहुन्छ, जब तपाईँ साना साना जित हासिल गर्नुहुन्छ, तब तपाईँको आत्मविश्वास बलियो हुँदै जान्छ र बिस्तारै तपाईँ यस्तो व्यक्ति बन्नुहुन्छ जो कुनै पनि चुनौतीको सामना गर्न सक्छ। अन्तिम सन्देश। वास्तविक आत्मलगानीको मतलब हो आफूलाई यति बलियो बनाउनु कि परिस्थिति जस्तो सुकै होस् तपाईँ नटुट्नुहोस्, नडराउनुहोस्, नरोकिनुहोस्। किनभने जब परिस्थिति तपाईँको विरुद्ध हुन्छ तब नै वास्तविक शक्ति काम आउँछ र त्यो शक्ति केवल लगातार गरिएको आत्मलगानीबाट पैदा हुन्छ। इन्भेस्ट इन योरसेल्फ किताबले हामीलाई यो सिकाउँछ कि वास्तविक धन पैसा होइन, बरु आफूमाथि गरिएको लगानी हो। यदि तपाईँ आफ्नो दिमाग, आफ्नो कौशल, आफ्नो स्वास्थ्य र आफ्नो सम्बन्धमा ध्यान दिनुहुन्छ भने तपाईँ हरेक कठिनाइलाई अवसरमा बदल्न सक्नुहुन्छ। साना साना बानीहरू, अनुशासन र सकारात्मक सोचले नै तपाईलाई सफलता र सन्तुष्टि दुवै दिन्छ। जो मानिस आफूमा लगातार लगानी गर्छ उसले नै वास्तविक स्वतन्त्रता र स्थायी सफलता हासिल गर्छ। साथीहरू, यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक र शेयर अवश्य गर्नुहोला। तपाईँको विचार हाम्रो लागि धेरै महत्त्वपूर्ण छ र याद राख्नुहोस्, आफूमा लगानी गर्नु नै वास्तविक सफलता हो। धन्यवाद।